हेलो गुड मर्निङ साथीहरू। न्यू डे न्यू भ्लग लिएर आइसकेको छु म हजुरहरूको क्यारी सुनितामा। अनि हजुरहरू चाहिँ के गर्दै हुन्छ अहिलेको समयमा? म चाहिँ बिहान बिहानै नानीलाई स्कुल लिएर जाँदैछु स्कुलतिर। यहाँनिर कति धेरै आरू फलिरहेको थोरै फलाएन अम्मा पुरै पाके जस्तो देखिन्छ चल्दैन। तर यो पाक्नु चाहिँ पाके छैन, कलिलै छ र पनि पाकेको जस्तो देखिरहेको। फल्नु चाहिँ साप्पै फलाएछ। पहिला कति खाऊ, अहिले त एउटै छैन। हाम्रो घरमा पहिला यत्रो बोट चाहिँ कति फल्दा कति खानु पाइन्थ्यो, अहिले त एउटा बोट पनि छैन, खानु पनि पाइँदैन। गाह्रो छ। नानी आज स्कुलमा के पढ्छौ? के पढ्छौ? फेरि कता हिँडेको? बाटो हिँड न छिटो, बाटो हिँड। जाने मान्दैन। बाइकमा जाने अघि पुगिसके, अघि पुगेँ माथि भेटा जानै मान्दैन। हजुर चढ्नै मान्दैन बाइकमा। खै उसलाई खुस लाग्यो दिन चढ्छ, नत्र चढ्नै मान्दैन, रुन्छ, नचढ्नै भन्छ। हिँड्दै जाने अरे। ब्याग खोइ अरे, बोल्दैन के। घाम चाहिँ बब्बा लागेछ। पानी परेर सबै हरियाली देखिन थालिसक्यो। सुक्खा लागेको पनि छिटो हिँड न, के टिपेको? ढिलो भइसक्यो, साथीहरू सबै पुगिसक्यो। अघि बाइकमा जाऊ भनेको, किन नगएको त? म चाहिँ नानी स्कुल पुऱ्याइसकेर आइसकेँ। आएर पनि यहाँ त्यो के अरे वनको अफिस छेउमा आएर बसिरहेको छु। छिट्टो घर जाँदा पनि गलेर भुतुक्कै हुन्छ नानी स्कुल पुऱ्याएर फर्किँदा। अनि त्यही भएर यहाँ आएर एकछिन बस्छु, फोन चलाउँदै। जहिले पनि मेरो बानी नै त्यही, नानीलाई स्कुल पुऱ्याउँछु अनि त्यहाँदेखि यहाँ आएर बस्छु, अनि त्यहाँदेखि एकछिन बस्छु, अनि त्यहाँदेखि घर जान्छु म। अब यहाँ एकछिन बस्छु, अनि त्यहाँदेखि घर जान्छु। आज पनि त्यस्तै घाम लागेको छ। घाम त चैत वैशाख लागेकै छ नि त। अनि हाम्रो गाउँमाथि चाहिँ पुरै सल्लेरी घारी छ। तर हाम्रो त वरिपरि जङ्गल छ, अनि बिचमा गाउँ छ। वरिपरि सबै सल्लाहघारी, मुनि पनि जङ्गल, बिचमा गाउँ छ हाम्रो चाहिँ। अनि यहाँ चाहिँ यहाँसम्म चाहिँ रोड छ। यहाँदेखि ओह्रालो जानुपर्छ हाम्रो घर जानु। उता रोडदेखि जाँदा नि हुन्छ, तर रोडदेखि जाँदाखेरि चाहिँ लामो हुन्छ बाटो। उतादेखि घुम्नुपर्छ, अनि घुमेर घर जान धेरै बेर लाग्छ। यहाँदेखि चाहिँ सर्टकट बाटो, यताबाट नि छ बाटो, अनि त्यहाँदेखि यता तेर्सो बाटो, उता तलको बाटो पनि छ। 3टा बाटो छ जम्मा। एउटा रोडको बाटो, एउटा यो ठाडो बाटो, अनि एउटा उता तल्लो बाटो जङ्गलको बाटो नि छ। जङ्गल भन्दा नि जङ्गलै अलिकति, उहाँ तल अलिकति जङ्गल छ, त्यहाँदेखि उतापट्टि बाटो छ स्कुल जाने बाटो चाहिँ। स्कुल टाढा चाहिँ छैन, नजिकै छ स्कुल, तर पनि अलिक उकालो छ। अनि त्यही भएर जान आउन टाइम लाग्छ। घरतिर त गलेर फिट्टै हुन्छ नि हौ। भोकले फाक हुने लैसक्यो। नानीलाई मात्र खाना खाएर हिँडेको, आफूले खाइबस्दा ठिक पार्दा ढिलो हुन्छ र नि खानै भ्याउँदिनँ। त्यही भएर नखाइ जान्छु। कहिलेकाहीँ मात्र अलिक छिटो टाइम भएको बेला चाहिँ खाएर जान्छु। अनि नानीलाई स्कुल पुऱ्याएर घर फर्किँदा त भोकले मर्नु हुन्छ नि। त्यही हो साथीहरू। म घर जा। हेलो साथीहरू, म चाहिँ स्याहार फेफा भएर हिँड्दैछु उकालो बाटोमा। के भयो भन्दाखेरि चाहिँ नि आज के अरे गाईलाई खोले काट्दै 3 बजिसकेछ। अनि नानीहरूको स्कुल 3:15मा छुट्टी हुन्छ। अनि उकालो बाटोमा हिँड्नै सकिँदैन, बिस्तारै हिँड्नुपर्छ। अनि
छिटो हिँड्यो भने यस्तै हुन्छ स्याहारा खाएको हुन्छ नि त्यही भएर ढिलो भइसक्यो उकालो हिँड्नु कस्तो गाह्रो परेर यहाँ यस्तो उकालो बाटो छ यस्तै गाह्रो भएको छ बेला हुन्जेल चाहिँ मोबाइल हेरेर सुतिबसेँ है त्यही भएर त्यही सुतेको कारण आज यो दिन देख्नु पऱ्यो भने जस्तै यस्तो हतार परेको छ नि मलाई फेरि यस्तो क्या चाँडै स्कुल पुगेन भने चाहिँ नानीहरू निस्केर छुट्टी भएर निस्केर अर्कै बाटो जान्छ कि दोकानतिर जान्छ कि कहाँतिर खेल्दै गरे हुन्छ नि देखिँदैन पनि अनि स्कुल जाँदा कोही हुँदैन अनि चाँडै पुग्नुपर्छ क्या अनि कहाँ जान्छ खोज्दा पनि भेटिँदैन गाह्रो हुन्छ त्यही भएर स्कुल चाहिँ चाँडै पुग्नुपर्छ रोडको बाटो चाहिँ सजिलो यहाँबाट अलिकति हिँडेपछि चाहिँ स्कुल पुगिन्छ अहिलेसम्म झिलिमिली घाम लागिरहेको थियो उज्यालो नजालो थियो अहिले चाहिँ आकाश धुम्मेरै यस्तो कालो भएको छ तर मौसम चाहिँ एकदमै रमाइलो भएको छ है घाम लागेको छैन हावा गुट्टु टुटु चलिरहेछ अनि अँध्यारो मौसममा छ गाउँघरमा चाहिँ यस्तो मौसम हो भने क्या मलाई चाहिँ खासमा सानोको यादहरू आउँछ क्या सानो हुँदाखेरि यस्तै मौसम हुन्थ्यो अनि यस्तैमा हिँडिन्थ्यो खेलिन्थ्यो काममा एकदम याद आउँछ यता गाउँ आउँदाखेरि चाहिँ पहिलाको यादहरू आउँछ दिन नै के गर्नु अब पहिलाको याद आएर भने त्यही सानो बच्चा बेरै फर्किन पनि नमिल्ने अब सम्झिँदै बस्ने हो गाउँघरको यो दली सतायो भने जस्तै अलिक धेरै तल बसेर होला यता चाहिँ यहाँसित पहिला हिँडेको मेन चाहिँ क्या केटाकेटीमा खेलेको हिँडेको ठाउँको चाहिँ लास्टै याद आउँदो रहेछ सपनामा पनि त्यही देखिन्छ मान्छेहरू जहाँ पुगे पनि जहाँ गए पनि आफू जन्मेको ठाउँ हुर्केको ठाउँ नै याद विपनामा पनि त्यही याद हुने सपनामा पनि त्यही देख्ने सपनामा पनि पुरानो घरमा खेलेको डुलेको हिँडेको त्यही मात्रै देख्ने क्या अनि आफू जन्मेको बसेको ठाउँ खेलेको ठाउँ हुर्केको ठाउँ लास्टै याद आउँछ भन्छ मान्छे लास्टै याद आउँछ आउन पनि त्यही भएरै रहेछ क्या यस्तो प्यारो लाग्छ नि उकालो हिँडेर होला हात गलेर हातले भिडियो गर्न पनि अप्ठ्यारो भइरहेछ गलेर अयो अब चाहिँ पुग्न लाग्यो चाहिँ म सधैँ आएर बस्छु नानीहरूले नआउँदाखेरि आउँदाखेरि जहिले यहाँ आएर बस्छु म चाहिँ यहाँ शीतल हावा आउँछ नि त अनि यस्तो मजाले हावा चल्छ आजको मौसम चाहिँ यस्तो भएको छ एकदमै दामी मौसम छ अनि यहाँ सधैँ आएर बस्छु नानी लिन आउँदा पर देखाउँछ अहिले आएको पनि देखाउँछु हजुरहरूलाई हेर्नुहोस् त्यही नानी आउँदैछ पर कुद्दै आउँदैछ बिचरा मलाई देख्छु जहिले सिकाउँछ कुद्दु कुदेर आउँछ नानी नकुदा लडिन्छ अब घोचाले घोच है अब नि त डरले नानी यता हेर अनि कति पढ्नु भयो कति पढ्नु भयो मामुले कुद्नुभयो बिहान रोयो मामुले कुटेर अनि कहाँ तेर्सेको अनि लाजै बेकार लाज हुन्छ उहाँ हेर्दै हुन्छ मान्छेहरूले हेर्दै हुनुहुन्छ यहाँ मोबाइलबाट कुरी हुन्छ है दुईजना चाहिँ आउँदैछन् यस्तो शीतल मौसम भएको छ पानी पनि हटिरहेको छ यस्तो भएको छ मौसम पुरै पानी पनि हटिरहेको के अरे नानी दिएन अगाडि हिँड हाम्रो गाउँ चाहिँ यस्तो पानी पनि हालिरहेको छ पुरै
हाम्रो घर चाहिँ तल छ यहाँ पनि होइन नि फेरि हावा यस्तो चलिरहेछ पानी पर्न लाग्यो पानी पर्न थाल्यो ए पानी पुरै पर्न थाल्यो कले हो भने आगो लागेको रहेछ आगो लाग्दैछ जङ्गलमा अनि यहाँ चाहिँ यसरी पानी पर्न थाल्यो पुरै पानी पर्न थाल्यो त्यो पानी अहिले मौसम चाहिँ यस्तो हावा पनि पुरै चलिरहेछ पुरै लागेको अहिले यस्तो पानी पर्न थाल्यो बाफ्रे बा आकाश पुरै कालो निलो भएको छ यहाँ फुलमा पानी लाउनु पर्यो भनेको ओइलेर पानी यसरी पर्दा चाहिँ पुरै पानी पर्यो अहिले चाहिँ असिना अलिअलि मसिनो झर्न थाल्यो यो अनि मलाई त्यहाँ बसिरहेको असिना झर्न थाल्यो अहिले चाहिँ पानी परेर यी पानी पुरै परेर असिना झन् छोडेको के अहिलेसम्म चाहिँ मसिनो असिना झर्दै थियो अहिले चाहिँ झरेको थिएन अहिले असिना झऱ्यो भने म तपाईँहरूलाई देखाउँछु यो चाहिँ पानी परिसकेको मौसम ए घाम लाग्दैछ उता पारी चाहिँ पानी परेर कोही चाहिँ यसरी स्कुलदेखि भिजेर आइबिहान ए सबै लुगा भिजेर हेर आम्माम माइली पनि पुरै भिजेर पानी परिसकेपछि यस्तो उज्यालो भएको छ मौसम हावा हेर कस्तो चलेको थियो ल है घाम लाग्यो घाम के हो यो आम्माम अहिले पानी परेर यस्तो भयो पुरै अहिले चाहिँ घाम लागिरहेको पुरै घाम लाग्दिएको पानी परेर यसरी यत्रो धेरै पानी जमेछ आम्माम अनि मेरो फुलहरू ओइल्यो घाम लाग्यो अब म यस्तो दामी ठाउँ देखाउँछु ए अहिले भर्खर पानी परेर यस्तो भएको माई गड यो चाहिँ हाम्रो घर यस्तो दामी घाम लाग्यो कि हावा चल्लो हावा चल्यो अनि मौसम चाहिँ यस्तो दामी भएको छ के हो यो अनि एम्बुज यस्तो मजाले हावा चलेको छ हावा नि उत्तिकै चलेको छ घाम पनि लाग्यो पानी पनि परेर गइसक्यो बाफ्रे वाउ